हिमानबाट चतरा हुँदै चतराको बाटो हुँदै उदयपुर आइपुग्यो। After 14 hours direct drive, we are going to stay here and tomorrow we'll be heading towards Patibara. Good morning from Ilam. We are just backside of the hotel and we have just seen this tea garden from just backside of our hotel. It's हाम्रो फिकल बजार क्याबबाट क्रस गरेर आइसकेपछि चाहिँ फिकल बजार सुकेटारतिर लाग्दैछ। 200 किलोमिटर जति होला यहाँबाट। थाहा गयो पनि सुकेटारमा ओर्लिएपछि चाहिँ हामी बोलेरो मार्फत 20 किलोमिटर पार गरेर आउनलाई करिबन 1.5 घन्टा जति लाग्यो होला। लास्टै अफरोड छ र यहाँ चाहिँ यति धेरै गाडी रहेछ कि के भन्नु त, पुरै भिड छ जस्तो छ पाथिभरा। ल अब भोलिको यात्रा कस्तो हुन्छ, अब यहाँबाट अझै 1.5-2 घन्टा हिँड्नुपर्छ है। हेरौँ अब करिबन 7 बज्यो होला हामी आइपुग्दा। हेरौँ है त। ल यस्तो बाटो हिँड्दै अगाडि बढ्ने रहेछ। ल ल यस्तो खालको चाहिँ बाटो छ। ल मुकुमलुङ भन्दो रहेछ। ल रातिको 7:30 बजे भक्तजनहरू यसरी हिँड्दै आउँदैछ। Breaker number 1. Very tired. How do you feel? All tiring, enjoying and experiencing. Okay. How many hours do you trek? It's almost 1 hour. Okay. दिदी कस्तो भइरहेछ त ट्रेकिङ? रमाइलो? गाह्रो छ कि छैन? अलिअलि। ल ठिक छ। भिना चाहिँ कस्तो भइरहेछ? सुपर है। ल ठिक छ। ल हाउ डु यु फिल? Really good? Okay. Have patience. Hello, how are you? Good. How do you feel? Oh, I'm feeling tired. I haven't been trek for last 8-9 years. So here are some shops selling the bangles and all, earrings, potes and all. Come to hotel number 1 to have a lighting facilities. Now we are at 6. Need to reach at hotel number 9, which we have booked. That's already 6. Let's see how far it is. How far is 9 number hotel? ल गाउनुस् न। यस्तो छ ल, खाना पाक्दैछ, खाना खाँदैछन्। कस्तो छ हो खानेकुरा? गजब छ ल है। ल है हाम्रो डिनर हुँदैछ यहाँ सबैको। बिहानको कति बेला पुग्छ? 3:30 बजी हिँडेछ। बत्ती पनि भर्खरै आयो।
20% को बाटो हिँडाएपछि चाहिँ यहाँ आएर चाहिँ रुफ रहेछ ल यहाँबाट करिब 70% छ भन्छ कति लामो छ 2.5 घन्टाको राइडपछि हामी अझै मन्दिर त पुगेको छैन अझै चढ्दैछौँ हेरौँ कति जानुपर्छ ल कुम्लुङ माङयुमा हो लाक्दाङका सेवारो आइपुग्यो पाथिभरा इन्ट्रान्समा हामी छिर्यौँ तल्लो गेटबाट घन्टी राखेको कञ्चनजङ्घा हिमालको सेरोफोरो अति नै राम्रो